नमस्कार आदरणीय दर्शकवृन्द, मिडिया प्लानको प्रस्तुति कार्यक्रम नेपाल टुडेमा स्वागत छ। संसारभर कृषि क्षेत्रमा भएको औद्योगिकीकरणले कृषि उत्पादनलाई रासायनिक प्रविधिले विकासको चरमोत्कर्षमा पुर्याएको छ। धेरै उत्पादन गर्ने लोभमा उत्पादकहरूले लिएको रसायनको सहाराले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ भने माटोको उर्वरा शक्ति पनि ह्रास बनाइरहेको छ। यस्तो अवस्थामा धादिङका किसानले भने अर्ग्यानिक तरिकाबाट व्यावसायिक तरकारी खेती गरी प्रशस्त आम्दानी गरिरहेका छन्। धादिङको कल्लेरीका किसान साना किसान कृषि सहकारी संस्थाको स्थापना गरी 240 रोपनी जग्गामा अर्ग्यानिक तरकारी खेतीमा सक्रिय बनेका छन्। जैविक प्रविधिबाट तरकारी खेती गर्ने लहर आएको छ धादिङमा। राजधानीभित्र नै राजमार्गको छेउ त्रिशुली नदी आसपासको क्षेत्र अहिले तरकारी खेतीले हरियै देखिन्छ। कल्लेरीको भूगोलमा मात्र हरियाली छाएको छैन, यहाँका किसानको जीवनमा पनि हरियाली छाएको छ। तरकारी खेतीबाट धादिङको कल्लेरीका किसानहरूले आफ्नो आर्थिक एवं सामाजिक जीवनमा उचाइ थपेका छन्। निम्न आर्थिक स्तर भएका किसानको एक्लो प्रयासले मात्र तरकारी खेतीबाट परिवर्तन सम्भव थिएन। स्थानीय अगुवा किसानको अग्रसरतामा 2051 साल पुस 26 गते साना किसान कृषि सहकारी संस्थाको दर्ता गरी किसानहरू सहकारी मार्फत आर्थिक उन्नतिका बाटाहरू खोज्न थाले। बचत तथा ऋण लगानी, पशु चौपाया पालन हुँदै अहिले व्यावसायिक तरकारी खेतीको बाटो पनि रोजेका छन् उनीहरू। विगत 1 वर्षदेखि व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टले 57,71,000 रुपैयाँको योजनामा व्यावसायिक तरकारी खेतीका लागि 27,84,000 रुपैयाँ अनुदान सहयोग गरेपछि सहकारी अन्तर्गतका 105 किसान सदस्यहरू जैविक प्रविधिबाट तरकारी खेतीमा थप सक्रिय बनेका छन्। साना किसान कृषि सहकारी संस्था मार्फत सञ्चालित व्यावसायिक तरकारी खेती सम्बन्धी यो उपआयोजना अहिले 240 रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्ने अवस्थामा पुगेको छ। 20 मेट्रिक टन प्रति हेक्टरका दरले तरकारी उत्पादन गर्न सफल भएका छन् यहाँका किसानहरू काउली, बन्दागोभी, घिउसिमी, गोलभेडा, करेला लगायतका तरकारी 2 सिजनमा खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्। उत्पादन गरेका तरकारी किसानहरूले एक ठाउँमा जम्मा गरेर राजधानीको कालीमाटी तरकारी बजारसम्म पुर्याउँछन्। व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टको सहयोगपछि किसानको आम्दानी पनि दोब्बर भएको छ। 42,25,000 बराबरको आम्दानी देखिएको छ, जबकि विगतको तुलनामा त्यति जग्गामा त्यही खेती गर्दाखेरि 20 लाखको हाराहारीमा पनि आम्दानी हुन गाह्रो हुन्थ्यो। र यो तालिमको सहयोग, त्यसपछि जैविक विषादी निर्माण, प्राङ्गारिक मलहरूको त्यो बनाउने तालिम हामीले दिएपछि उनीहरूले प्राङ्गारिक मल बनाए, गोठे मल सुधारको तालिम गऱ्यौँ, त्यो गोठे मलको प्रयोग गरे, अनि जैविक विषादीहरूको प्रयोग गरे र रासायनिकबाट अलि टाढा रहेर उहाँहरूले चाहिँ खेती गर्न थालिसकेपछि किसानहरूको जीवन स्तरमा विगतको तुलनामा सुधारको क्रमहरू देखा परेको छ। अहिले 105 जना लक्षित वर्गका किसानबाट सुरु गरिएको व्यावसायिक तरकारी खेतीको
विस्तार गरेर सहकारीका सम्पूर्ण 479 सदस्यहरूलाई नै तरकारी खेतीमै समर्पित गराउने उद्देश्य राखेको छ साना किसान कृषि सहकारी संस्थाले। सहकारीका सदस्यहरूले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरेपछि अन्य सदस्यहरू तरकारी खेती गर्न हौसिएका छन्। किसानको खेतमा उत्पादित तरकारीको उचित बजार मूल्य र बजार पहुँच विस्तार गर्ने योजना अनुसार व्यावसायिक कृषि तथा व्यापार आयोजना ट्याक्टको सहयोगमा तरकारी सङ्कलन केन्द्र निर्माण हुँदैछ। यहाँ सहकारीका अर्का किसान रामचन्द्र खतिवडाले तरकारी खेतीबाटै आफ्नो 12 जनाको परिवारको खानपान शिक्षा दीक्षा दिई बचत गर्न समेत सफल भएका छन्। अब यो व्यवसाय अरू व्यवसाय त के छ र, यही कृषि नै हो। हाम्रो कृषिमै निर्भर छौँ र कृषिबाट चाहिँ आधारित अब मेरो त 10-12 जनाको जगान पनि छ र त्यसलाई चाहिँ अब मैले कृषिद्वारा नै पुर्याइराखेको छु। यो फलफुल नै हो मेरो आय आर्जनको चाहिँ उपाय, अरू छैन। र अब 6-7 जना बच्चा-बच्चीलाई चाहिँ पढाएको छु। कोही क्याम्पस पढ्छन् र कोही अब चाहिँ माध्यमिक लेभलमा चाहिँ पढिराखेका छन्। तिनीहरूलाई राम्रोसँग पढाएको छु। मेरो चाहिँ अब यसले चाहिँ अहिले चाहिँ बढी उपयोगी साबित भइराखेको छ। मलाई चाहिँ बढी अब चाहिँ यसले चाहिँ आर्थिक लाभ चाहिँ लिएको छु र मलाई सजिलो भएको छ। यो प्याक्टको कार्यक्रम अन्तर्गत चाहिँ अब अहिले चाहिँ धेरै सजिलो भएको छ। तरकारी खेतीबाट एकजना किसानले न्यूनतम 80,000 रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्। 2069 फागुन 15सम्म चल्ने यो आयोजनाले सहकारी अन्तर्गत प्रति वर्ष 400 मेट्रिक टन तरकारी उत्पादन गर्ने लक्ष्य लिएको छ। धादिङमा तरकारी उत्पादनका लागि किसानहरूलाई स्रोत साधन र प्रविधियुक्त बनाउन सके तरकारी उत्पादनको क्षेत्रमा धादिङले फड्को मार्ने सम्भावना छ। यसरी आफ्नै गाउँ ठाउँमा पनि विकास र परिवर्तनका सम्भावनाहरू छन् भन्ने कुराको गतिलो प्रमाण बनेको छ धादिङका किसानको यो प्रयास। धादिङपछि अब कपिलवस्तुतर्फ लागौँ। कपिलवस्तुका किसानले खाद्यान्न बालीका बिउ उत्पादन गरेर नसोचेको सफलता प्राप्त गरेका छन्। थप जानकारी सहित उपस्थित हुनेछौँ यो विश्रामपछि। छोरीलाई बाख्रा हेर्न होइन विद्यालय पठाऊ। जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था मार्फत बिउ उत्पादनलाई पेसाको रूपमा अँगालेका किसानहरूले के गरिरहेका छन् त? जे रोप्यो त्यही फल्छ, अर्थात् जस्तो बिउ त्यस्तै फल। अन्न, फलफुल, सागसब्जी जे खेती गरे पनि त्यसको गुणस्तर बिउमा भर पर्छ भन्दा हुन्छ। राम्रो र उन्नत नस्लको बिउ कृषकको जीव। त्यसैले त असल बिउको उत्पादन र विस्तारको काममा लागेका छन् कपिलवस्तुका किसानहरू। पहिलेको कुरा, बिउ उत्पादन, संरक्षण र बेचबिखनको त कुरै छाडौँ। पानी नपाएर मौसमी खेती गर्न पनि निकै समस्या झेल्नु पर्थ्यो। यहाँ आकाश हेरेर आफ्नो बाली सप्रने वा बिग्रने भविष्यवाणी गर्थे किसानहरू। तर अहिले समय बदलिएको छ। खाद्यान्न मात्र होइन, उत्कृष्ट बिउ उत्पादन गरी बजारमा बेचेर मनग्गे आम्दानी समेत गर्न सफल भएका छन् कपिलवस्तुका किसानहरू। गाउँमा अब चाहिँ उन्नत राम्रो खाले गुणस्तरीय बिउ ल्याएर मूल बिउ ल्याएर रोप्छौँ अनि उत्पादन गरिसकेपछि भैराहोमा ग्रेडिङ गराई अनि हाम्रो अरू त्यही पश्चिम साइडमा चाहिँ 24वटा सहकारीहरू छन्। सहकारी संस्थाहरू जस्तै हाम्रै साथीहरू हुन् अनि उहाँहरूलाई पनि बिक्री वितरणको लागि दिन्छौँ। यहाँबाट थोक तथा फुटकर बिक्री गर्छौँ हामी ग्रेडिङ गराइसकेपछि। सोमडिया कपिलवस्तु जिल्लाको एउटा गाउँ विकास समितिको नाम हो अनि यो बस्ती त्यही गाविसको वडा नम्बर 5मा पर्छ, जहाँका किसानहरूले जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरी
गत केही वर्षदेखि कृषिलाई व्यावसायिक रूपमा सञ्चालन गर्दै आएका छन्। यसबाट उनीहरूलाई सफलता र सन्तुष्टि दुवै हात लागेको छ। व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट खाद्यान्नको बिउ उत्पादनका लागि प्रस्ताव स्वीकृत भएपछि यो सहकारीका 200 किसान सदस्यहरू गहुँ र धानको बिउ उत्पादनमा थप उत्साहित भएका छन्। अझ आयोजनाको सहयोगबाट बिउ उत्पादनको प्राविधिक एवं व्यावहारिक ज्ञान हासिल गरेपछि यहाँका किसानहरूको कृषि पेसालाई बुझ्ने शैलीमै परिवर्तन आएको छ। 27 लाख रुपैयाँको यो उपआयोजनामा व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याकले गुणस्तरीय बिउ उत्पादनका लागि 13,58,000 रुपैयाँको आर्थिक सहयोग गरेको छ। यस अन्तर्गत 20 हेक्टर जमिनमा स्यालो ट्युबवेल मार्फत सिँचाइको सुविधा पुर्याइएको छ। विशेष गरी यहाँका किसानले धान र गहुँको उन्नत बिउको उत्पादन गर्छन्। यसरी बिउ बिक्रीबाट मात्रै सोमडियाका किसानहरूले वर्षमा प्रति हेक्टर 1.25 लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्। त्यसो त बिउको उत्पादन बढाएर मात्र हुँदैन, यसलाई सुरक्षित पनि राख्न सक्नुपर्दछ। प्रशोधन र सुरक्षित भण्डारण यसको मुख्य चिन्ता हो। सोमडियाका किसानमा अब त्यो चिन्ता छैन। बिउको सुरक्षाका लागि गाउँमा बिउ भण्डारण कक्ष निर्माण भइसकेको छ। त्यति मात्र होइन, खेतमा खनजोत र बिउ ढुवानीका लागि ट्र्याक्टर पनि पाएका छन् यहाँका किसानहरूले। पम्पसेट, बिउ ग्रेडिङ मेसिन लगायतका प्राविधिक सामग्रीको उनीहरूलाई अब खाँचो छैन। सन् 2011बाट सुरु भएको यो उपआयोजना 2 वर्ष चल्नेछ। यो अवधिमा किसानहरू बिउ उत्पादन, प्रशोधन र बजारीकरणमा दक्ष हुनेछन्। प्रति हेक्टर 3 मेट्रिक टन उत्पादकत्व पुर्याई 75 मेट्रिक टन प्रति वर्षका दरले धानको बिउ उत्पादन गर्ने लक्ष्य लिएको यो उपआयोजनाले सोमडियाका किसानको आर्थिक स्तर अहिले नै निकै माथि उठाएको छ। उहिले बिउ जोगाउन हम्मे पर्ने आकाशे खेतीको भरमा रहेका सोमडियाका किसानहरू अहिले बेमौसमी खेती गर्न र बिउ बेच्नमा समेत सफलता पाएर दङ्ग छन्। बिउ उत्पादनलाई औद्योगिक स्वरूप दिने तयारीमा लागेका जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारीका किसानहरूको प्रयासलाई प्रोत्साहन गर्न सकियो भने निश्चय नै नेपालको कृषि पेसालाई व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ। यसपछि डडेलधुराको रूपाल गाविसका एक युवाको धैर्य र परिश्रमको परिणाम लिएर उपस्थित हुनेछौँ। गरे के हुँदैन र यहाँ सुन फल्छ यही माट। अब निर्वाहमुखी होइन, व्यावसायिक खेतीको खाँचो छ। गाउँले पनि अर्गानिक नै, यो अर्गानिक नै। युरिया त जिन्दगीमा कहिले नहाल्नु जस्तो लाग्छ। मङ्सिरमा लगाएको यो गहुँ बाली किसानहरूले त्यसको 5 महिनापछि नेपालको कृषि क्षेत्रले फड्को मार्ने सुनिश्चित छ। डडेलधुराको रूपाल गाविस वडा नम्बर 5 बैलबाटाका गणेशको परिवार साँझ बिहान एक छाक खान पुग्ने अवस्थामा पनि थिएन। गरिबीको दयनीय अवस्था भोगेका गणेश निरन्तर मेहनतमा जुटिरहे। अहिले रूपालमा गणेशको परिचय फेरिएको छ। कसरी फेरियो गणेशको यो परिचय? विपरी भेटिन्छ। कामको सम्मान गर्न सकिएन भने ठुला ठुला करोडौँका व्यवसाय वा अवसरहरू पनि धराशायी बनेर जान्छन्। ठुला एवं जोखिमयुक्त काम गरेर रातारात पैसा कमाउने होडमा लागेका हजार पैसा कमाउन पनि त पैसा लगानी गर्नु पर्थ्यो। उनीसँग लगानी गर्ने पैसा थिएन। थोरै लगानीमा गर्न सकिने काम खोज्दै जाँदा चिया पसल खोल्ने निर्णय गरे उनले। निकै लगावका साथ रूपालका स्थानीयहरूलाई मिठो चिया खुवाउँदै गए। बिस्तारै चिया पकाएर थोरै थोरै जम्मा गरेको पैसाबाट 1 कार्टुन चाउचाउ किने र चियाको साथमा चाउचाउको खाजा पनि खुवाउन थाले।
सुरुमा स्टार्टिङ गर्दाखेरि 2-3टा चाउचाउको पेटीहरूबाट स्टार्टिङ गरिरहेको छु। बिस्तारै बिस्कुट, खेलौना, कापी कलम, मट्टी तेल, कपडा हुँदै अहिले गाउँमा आवश्यक पर्ने सम्पूर्ण सामानको व्यापार गर्न सफल भएका छन् उनी। गणेशको परिचय पनि बदलिएको छ। गाउँको सामान्य गणेशबाट गणेश साहुजीको परिचय बनाएका छन् उनले। पहिला अवस्था नाजुक थियो, अहिले बिचरा सानो पसल चियाको खोलेर अनि त्यसैबाट हुँदा हुँदै बिचराले अहिले अरू ठुलो पसल पनि पर्चुनी पसल पनि खोलेको छ। त्यो त सिँगार पटारको पनि पसल अलिअलि सानो त्यो पनि थपेको छ बिचराले। अरू साग तरकारी भन्ने कुरा त्यस्तो पनि छ। फोन पनि अहिले तत्कालै लिएर राख्नु भएको छ, हामीलाई पनि सुविधा भएको छ अलिअलि। सम्पूर्ण सामान उपलब्ध गराउन सफल यो पसलका पछाडि धेरै ठुला अप्ठ्यारा र परिश्रमहरू लुकेका छन्। डडेलधुराको बगरबोटबाट झन्डै 5 घण्टाको उकालो पैदल यात्रा गर्दै सामान बोकेर ल्याउनु पर्छ अनि बल्ल व्यवसाय गर्न सम्भव भएको छ। यतिमै मात्र सीमित रहेन उनको यात्रा। सञ्चार सुविधाबाट वञ्चित बैलबाटाका स्थानीयलाई फोन सुविधा पनि उपलब्ध गराए उनले। गरिबी निवारण कोषको सहयोग अन्तर्गत स्थानीय एक गैर सरकारी संस्थाबाट 10,000 रुपैयाँ ऋण लिएर सिडिएमए फोन राखे। फोन सुविधा पनि एकै ठाउँमा पाएपछि उनको पसलमा गाउँका मानिसहरूको भिड बढ्न थाल्यो। दैनिक 2,000 रुपैयाँको कार्ड रिचार्ज गर्नुपर्ने अवस्थासम्म आयो। गणेश अहिले दैनिक 2,000 रुपैयाँ कमाउँछन् र आफ्नो व्यवसायबाट सन्तुष्ट छन्। त्यति धेरै त उ गर्न सकिएला र जीवनलाई हेर्दाखेरि अब त्यत्रो समय त मेरो भएको छैन। अब कलिलै उमेर छ भनौँ। फेरि अब विगतको र अहिलेकोमा एकदम फरक छ। फेरि मैले अब मेहनत गरेर खानुपर्छ भन्ने अरूलाई पनि म त्यही उदाहरण दिन्छु, साथीहरूलाई पनि। र काम गरे पछाडि केही न केही पाउँदो रहेछ। अब त्यो फाइदा र बेफाइदा भन्ने कुरो त्यो भइहाल्छ भन्ने हो। गरे के हुँदैन र भन्ने उक्तिलाई डडेलधुराको गाउँका यी युवाले मेहनतपूर्वक काम गरेको उदाहरणले थप पुष्टि गरेको छ। गणेशको प्रयासमा साथ दिएका छन् उनका परिवारले पनि। काम जस्तो सुकै भए पनि कामको सम्मान गर्ने परिपाटीको विकास भइदिने हो भने अवसरहरू हाम्रो माटोमै छन्, हाम्रो बाटोमै छन्। गणेशको सङ्घर्ष र सफलताबाट हामीले पनि केही सिक्ने कि? सानो प्रयासबाट पनि ठुलो सम्भावनाका ढोका खुलाउन सम्भव हुँदो रहेछ भन्ने उदाहरण हुन् यी मेहनती गणेश। यसरी नै हरेक युवाले आफ्नो वरिपरिबाट सम्भावनाको खोजी गर्ने हो भने नेपालमा आर्थिक समृद्धिको बाटो त्यति टाढा छैन। हवस् त, आजलाई यति नै। यो कार्यक्रममा हामी तपाईँ दर्शक सामु आजको नेपालको यस्तै वास्तविकता र आवश्यकता राख्छौँ, जसले तपाईँ हाम्रो जीवनको गति र शैलीसँग सिधा सरोकार राखेको हुन्छ। तपाईसँग पनि कुनै यस्ता विषयहरू छन् भने हामीलाई सम्पर्क गर्नुहोस्। अर्को हप्ता नयाँ विषयका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि नेपाल टुडे युनिट सँगै म पनि बिदा चाहन्छु। नमस्कार।